Why everybody asking me, Pachak, why didn't dance you? So guys, this is the part 3 video अनि हाम्रो चाहिँ नेपाली चेलीहरूले डान्स गरिराखेको थियो वा उनीहरू चाहिँ सबै मेरो क्लासमेटहरू थियो अनि उनीहरूले चाहिँ नेपाली सङ्गमा डिफ्रेन्ट डिफ्रेन्ट टाइपको कल्चरल ड्रेस लगाएर राम्रो डान्स गरेको थियो उनीहरूले चाहिँ सबैजना नेपाली सङ्गमा डान्स गरेर होला कस्तो नेपालमा बसेर प्रोग्राम भएको जस्तै भाइ चलेर आइराखेको थियो तर राम्रो डान्स गरेको थियो अनि दे आर आवर सिनियर्स उहाँ दिदीहरूको डान्स त झन् कत्रा थियो उहाँ दिदीहरूको भिडियो मसँग छैन ल त हालिदिन्छु भन्दै थिएँ बट अनि उहाँहरू चाहिँ बिएससीको दिदीहरू हुन्थ्यो ओ माई गड दे डान्स सो रियली गुड लाइक हुन्छ नि आफ्नो कल्चरलाई रिप्रेजेन्ट गरेर डान्स गर्नुभएको थियो अनि गडको त्यो जस्तै बनाएर पनि यस्तो दामी डान्स गरिराख्नु थियो नि त्यो लाइक सो गुड के एकदमै राम्रो क्लासिकल डान्स जस्तै टाइपको गरिराख्नु भएको थियो एकदम मन पऱ्यो मलाई चाहिँ उहाँहरूको डान्स अनि उहाँ दाइहरू चाहिँ मेरै होस्टेलको दाइहरू हुनुहुन्थ्यो म चाहिँ वाइ दाइहरूको होस्टेलमा बस्छु उहाँहरूको आफ्नो ग्रुपकै नाम छ कि वाट्सएप भन्ने अनि त्यो हाम्रो होस्टेलको अगाडि पनि लेखेकै छ कि त्यो वाट्सएप भनेर अनि दाइहरूको डान्स पनि ओ माई गड एकदम दामी थियो एकदम क्रेजी लाइक हुन्छ पनि अनि एभ्री वान आस्किङ मी लाइक तिमीले चाहिँ डान्स किन नगरेको इभन टिचर्स अल्सो के अरे यस्तो के जवाब दिनु जस्तो लाग्थ्यो कि सो यो चाहिँ लाइभ राइटिङ प्रोग्राममा चाहिँ डान्स गरेन आएकोचोटि चाहिँ स्योर गर्छु म भनेर मैले प्रमिस गरिसकेको सबैलाई सो द्याट आजको डान्सिङ भिडियो चाहिँ यति नै रहेको थियो अनि आफ्टर द्याट हामीहरूलाई चाहिँ फर्स्ट इयरको लागि फर्स्टमा खाना दिनुभयो मैले चाहिँ मासु बत्ती आउँदै खाँदैछु बिकज म खाँदै थिएँ अब मेरो क्लासको सचिना र प्रीति आएर मेरो भिडियो बनाइदिइराखेको थियो कि अनि कस्तो लाग्यो खाना भनेको थियो मैले चाहिँ खाना खाँदैन मासु मात्रै खाएको थिएँ मिठो लाग्यो भन्दै म यस्तो इन्जोय गरिराखेको छु जस्ट खाना चाहिँ ठिकै थियो लाइक मासु मात्रै खाएँ आइसक्रिम मात्रै खाएर आएँ तर रमाइलो भयो कि अनि म चाहिँ आफ्नो क्लासको साथीहरूलाई बाई गर्दै आइसकेको थिएँ अनि बस आउन लाग्थ्यो तर हामी चाहिँ उबरमा आएँ किनभने दाइहरू आउनुभएको रहेछ मेरो होस्टेलको अनि दाइले जाम भनेर आएँ अनि यो फुलहरू चाहिँ म यस्तो त्यहाँ पुरा फुलको त बारिस भयो कि अनि मलाई यो मेरो क्लासको साथीहरूले दिएको लएर राख भनेर अनि मैले राख्छु भन्दै थिएँ सो आजको भिडियो यति नै थ्याङ्क यू सो मच वाचिङ माई भिडियो बाई बाई एभ्री वान राइटिङको भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला बाई बाई